अहिले आज चाहिँ हामी क्लास 10 मा काम लाग्ने एउटा यो क्वाड्रेटिक इक्वेसन भन्ने टपिकको बारेमा केही कुरा गर्न गइरहेको छौँ र आज हामी यसको बारेमा एकदमै बेसिक कुराहरू गर्नेछौँ क्वाड्रेटिक इक्वेसनको बारेमा र अब यो क्वाड्रेटिक इक्वेसनको बारेमा पढ्नुभन्दा अगाडि चाहिँ अब हामी थोरै यहाँभन्दा अगाडि क्लास 9 मा पढेको इक्वेसन जुन चाहिँ हामीले त्यहाँ पढेको थियौँ लिनियर इक्वेसन त्यसको बारेमा हामी कुरा गर्छौँ है। अनि त्यसपछि हामी के को बारेमा पढ्छौँ भन्दा क्वाड्रेटिक इक्वेसनको बारेमा पढ्नेछौँ। अब के हुन्छ भन्दाखेरिमा लिनियर इक्वेसन भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरिमा त्यहाँ युज भएको भेरिएबलको सबैभन्दा हाइएस्ट डिग्री नै पावर नै कति हुन्छ त 1 हुन्छ। जस्तो एउटा इक्जाम्पल यसको x प्लस 5 इज इक्वल टु एउटा मैले 0 पनि भन्न पाएँ एउटा इक्वेसन, यो पनि मैले एउटा इक्वेसनको रूपमा लिन पाउँछु। जस्तो यहाँ हेर्ने भने के छ भन्दाखेरिमा यो x छ, यो x चाहिँ हाम्रो लागि एउटा भेरिएबल हो है। अब म्याथमा हामी भेरिएबल कसैलाई भन्छौँ भन्दा जसको चाहिँ भ्यालुहरू चेन्ज भइरहेको छ, भ्यालु यसको यही हुन्छ भन्ने कुरा हामीलाई थाहा हुन्न, त्यस्तो हो भने त्यसलाई हामी के भन्छौँ त भेरिएबल भन्छौँ, जुन चाहिँ इक्वेसन अनुसार त्यसको भ्यालुमा के हुन्छ फरक फरक पर्न जान्छ। अब यहाँ हेर्ने हो भने के छ भन्दाखेरिमा x को पावर के छ यहाँनिर 1 छ है त, भने यसको हाइएस्ट डिग्री कति भयो त 1 भयो। भने यो त एउटा के हो त लिनियर इक्वेसनको एउटा इक्जाम्पल भयो है। लिनियर इक्वेसन हाइएस्ट डिग्री 1 विथ के हो सिंगल भेरिएबल, भनेको एउटा मात्र भेरिएबल युज भएको छ यहाँनिर x मात्रै है। जस्तो अर्को पनि इक्जाम्पल छ एउटा x प्लस y इज इक्वल टु मैले 7 पनि एउटा इक्वेसन भन्न पाएँ है। यो पनि के हो त लिनियर इक्वेसनको इक्जाम्पल हो यो है। किन भन्दाखेरिमा यहाँ हेर त यहाँ x को पावर पनि यहाँ 1 छ, y को पावर पनि कति छ यहाँनिर 1 है। हाइएस्ट पावर नै कति छ त हामीसँग 1 छ, तर यहाँ चाहिँ भेरिएबल चाहिँ के छ त दुईटा युज भएको छ। जस्तो एउटा x भयो, एउटा के भयो त y भयो है। यो पनि एउटा के हो लिनियर इक्वेसनको इक्जाम्पल भयो। हो यो लिनियर इक्वेसनहरू चाहिँ हामीले कहाँ पढेको भन्दाखेरिमा क्लास 9 मा पढेको है। अब क्लास 10 मा यो खालको इक्वेसनहरू नपढ्ने भन्ने होइन, यसको क्वेसनहरू हामीले गर्नुपर्छ, तर यो लिनियर इक्वेसन भनेर हामीले डेडिकेट रूपमा चाहिँ हामी यसको बारेमा चाहिँ पढ्दैनौँ, तर यो काम लाग्छ है। अब तर हामीले अब क्लास 10 मा पढ्ने चाहिँ के हो त भन्दा हामीले क्लास 10 मा चाहिँ अब हामी के पढ्छौँ भन्दा यो क्वाड्रेटिक इक्वेसनको बारेमा पढ्छौँ है। अब त्यसो भए क्वाड्रेटिक इक्वेसन भनेको चाहिँ के हो त है। अब यसको बारेमा हामीले बुझ्नु पर्यो भने अब यसमा चाहिँ हामी के भन्छौँ भन्दाखेरिमा यसमा पनि जुन भेरिएबल हुन्छ त्यो भेरिएबलको हाइएस्ट पावर चाहिँ कति हुनु पर्यो त 2 हुनु पर्यो है। 2 भन्दा बढी हुनु भएन है। जसको हाइएस्ट पावर कति छ त 2 छ है, अनि त्योभन्दा सानो 1 छ, अथवा त्यसको भेरिएबलले पावर के पावरै छैन भन्ने पनि भयो, तर हाइएस्ट पावर हामीसँग कति हुनु पर्यो त 2 हुनु पर्यो है। भने त्यसलाई चाहिँ हामी के भन्छौँ त सामान्यतया क्वाड्रेटिक इक्वेसन हो भनेर चिन्छौँ। जस्तो अब यसलाई मजाले बुझौँ, यति भनेर मात्र यसलाई हुँदैन। जस्तो एक्स स्क्वायर प्लस मैले एउटा माने 2x प्लस 3 इज इक्वल टु 0 है, मैले एउटा इक्वेसन माने। अब यो इक्वेसनमा हेर त सबैभन्दा हाइएस्ट पावर भनेको यो इक्वेसन भरिमा यो पावर कति छ त यहाँनिर 2 छ, यहाँ 2 छ, यहाँ x को पावर कति छ यहाँनिर 1 होला, यहाँ त x नै छैन है। भने यो इक्वेसनमा सबैभन्दा हाइएस्ट पावर कति छ त हामीसँग 2 छ, भने यसलाई हामी के भन्छौँ त यस्तो खालको इक्वेसनलाई चाहिँ हामी के भन्छौँ क्वाड्रेटिक इक्वेसन भन्छौँ। भनेको यसलाई चाहिँ हामी के पनि भन्छौँ भन्दाखेरिमा सेकेन्ड डिग्री इक्वेसन पनि भन्छौँ यसलाई हामी है। सेकेन्ड डिग्री इक्वेसन पनि भन्छौँ हामी यसलाई। किन सेकेन्ड डिग्री इक्वेसन भनियो भन्दाखेरिमा चाहिँ यसको हाइएस्ट पावर नै कति छ त 2 छ, यसको डिग्री 2 छ, र भेरिएबल हामीसँग यहाँ के छ त x युज भएको छ है। भने यो चाहिँ हाम्रो के हो त एउटा इक्जाम्पल चाहिँ क्वाड्रेटिक इक्वेसनको इक्जाम्पल भयो है। र यसलाई चाहिँ हामीले विशेष गरी ax स्क्वायर प्लस bx प्लस c इज इक्वल टु 0 हो, यो क्वाड्रेटिक इक्वेसनको चाहिँ यो के हो त स्ट्यान्डर्ड फर्म हो। यो चाहिँ के हो यसको स्ट्यान्डर्ड फर्म है। यसलाई चाहिँ यो फर्ममा लेखिन्छ, अथवा तिमीलाई क्वाड्रेटिक इक्वेसनको स्ट्यान्डर्ड फर्म के हो भनेर सोध्यो भने तिमीले यही भन्नु पर्यो, अथवा राइट द स्ट्यान्डर्ड फर्म अफ क्वाड्रेटिक इक्वेसन भन्छ, त्यति बेला तिमीले के लेख्नु पर्यो यही लेख्नु पर्यो है। अथवा हाम्रो क्वाड्रेटिक इक्वेसनलाई चाहिँ जेनरली यो कन्डिसनले जनाइन्छ, रिप्रेजेन्ट गरिन्छ। जस्तो मैले अघि दिएको इक्जाम्पलमा यहाँ हेरौँ त एक्स स्क्वायर प्लस 2x प्लस 3 इज इक्वल टु 0। अब यहाँ हेर्ने भने यो a भनेको चाहिँ कोइफिसिएन्ट अफ एक्स स्क्वायर भयो, यो एक्स स्क्वायरको अगाडि है, यो एक्स स्क्वायरको अगाडि जति भ्यालु हुन्छ यहाँनिर त्यो भ्यालु चाहिँ के हो त a हो। अहिले हामीसँग कति छ त
यहाँ 1 छ। त्यस कारणले गर्दाखेरिमा यो a भनेको चाहिँ हाम्रो लागि कति भयो त? a भनेको हाम्रो लागि 1 भयो। अब यहाँ हेर, यो b भनेको चाहिँ के हो त? b भनेको चाहिँ कोएफिसिएन्ट अफ के हो? x। x स्क्वायरको अगाडिको भ्यालु अथवा कोएफिसिएन्ट अफ x स्क्वायर चाहिँ a भयो। अनि x स्क्वायरको अगाडि आउने चाहिँ के हो त हाम्रो लागि? b हुन्छ। त्यसो भए यो इक्वेसनलाई हेर्ने भने x को मात्रै अगाडि आउने चाहिँ के छ हामीसँग? 2 छ। अगाडि प्लस 1 छ, प्लस 2 छ भनौँ न। 2 छ, त्यही भएर हामी यसलाई b इज इक्वल टु के लेख्छौँ त? 2 लेख्छौँ है। अब यसलाई हामीले प्लस 2 लेख्दैनौँ, त्यो प्लस 2 लेखिरहनु पर्दैन, आफैमा यो पोजिटिभ लेखिन्छ 2 लेख्दा मात्रै। तर यदि यहाँ माइनस 2 भएको भए चाहिँ हामी त्यसलाई चाहिँ के लेख्थ्यौँ भन्दाखेरिमा 2 को अगाडि माइनस थियो भने त्यो साइन पनि हामी सँगै लेख्थ्यौँ है, त्यो चाहिँ ख्याल गर्नुपर्छ। जस्तो यहाँनिर एक्स स्क्वायर माइनस 2x भएको भए b इज इक्वल टु चाहिँ माइनस 2 लेख्नुपर्छ। यो चाहिँ हामीले एकदम ख्याल गर्नुपर्छ है, किनकि 2 सँग कुन साइन छ, यसले कुन चाहिँ साइनलाई बोकेर आएको छ भन्ने कुरा हामीले ख्याल गर्नुपर्छ। अनि c भनेको चाहिँ के हो त? हाम्रो इक्वेसनमा युज हुने एउटा कुनै कन्स्ट्यान्टको भ्यालु हो है, कन्स्ट्यान्ट। जस्तो हाम्रो लागि 3 भयो, यो 3 चाहिँ हाम्रो लागि के हो त? कन्स्ट्यान्ट। मानौँ कि तिम्रो इक्वेसनमा कुनै पनि भेरिएबल अथवा त्यो x अथवा y अथवा त्यो a अथवा b कुनै पनि भेरिएबल छैन, ओन्ली सिंगल एउटा नम्बर छ, नम्बरको मात्रै आइटम छ भने त्यो चाहिँ हामी के हो त? कन्स्ट्यान्ट मान्छौँ यो हाम्रो क्वाड्रेटिक इक्वेसनमा है त है। अब जेनरली हामीले कस्तोलाई क्वाड्रेटिक इक्वेसन भन्ने विषयमा चाहिँ अब हामीले अलिअलि जान्नु पर्यो। अब के बुझ्नु पर्यो भन्दाखेरिमा जसको चाहिँ हाइएस्ट पावर नै कति छ त? 2 छ है, विथ भेरिएबल x अथवा y है भने त्यसलाई हामी के भन्न पाइयो त? क्वाड्रेटिक इक्वेसन भन्न पाइयो। अब यो क्वाड्रेटिक इक्वेसनमा चाहिँ अब हामीले एउटा कुरा के ख्याल गर्नुपर्छ भन्दाखेरिमा यो ax स्क्वायर प्लस bx प्लस c इज इक्वल टु के भयो? यहाँनिर 0 भयो है। यो चाहिँ हाम्रो क्वाड्रेटिक इक्वेसनको के भयो? एउटा स्ट्यान्डर्ड फर्म भयो। यो इक्वेसनमा चाहिँ हाम्रो यो a डज नट इक्वल टु 0 भनेको यो हाम्रो a को भ्यालु चाहिँ कहिले पनि 0 हुनुहुँदैन है। यो a को भ्यालु 0 भयो भने त यो क्वाड्रेटिक इक्वेसन हुँदैन क्या। यो किन हुँदैन भन्दाखेरिमा चाहिँ अब यो मानिलिउँ त ax स्क्वायर प्लस bx प्लस c इज इक्वल टु 0 छ। मानिलिउँ अब a इज इक्वल टु के भयो त? 0 भयो भने यो a को ठाउँमा मैले कति हाल्छु? 0 हाल्छु। अनि के भयो यो? x स्क्वायर प्लस मैले पछाडि पाटो लेख्दै मैले भने यो पाटो के भयो त? अब यो पाटो त पुरै के भयो? 0 भयो। 0 पछाडि के रह्यो त? bx प्लस के रह्यो? c इज इक्वल टु 0 रह्यो है। भने 0 भयो भने त यसको हाइएस्ट पावर हुनुपर्ने 2 त्यो नै हराएर गयो है। हाइएस्ट पावर 2 भएको हाम्रो एउटा एक्सप्रेसन नै के भयो त? गायब भइदियो। भने यो अब के भयो त? क्वाड्रेटिक इक्वेसन भएन है। त्यस कारणले गर्दा हाम्रो क्वाड्रेटिक इक्वेसन हुनको लागि कोएफिसिएन्ट अफ एक्स स्क्वायर कहिले पनि 0 हुनुहुँदैन। 0 भन्दा है अरू कुनै पनि नम्बरहरू भए हुन्छ है। त्यस कारणले गर्दा यो a चाहिँ 0 हुनु भएन हाम्रो इक्वेसनमा। यो कुरा हामीले एकदमै ख्याल गर्नुपर्छ है गरिरहँदाखेरि चाहिँ। अनि अब हामीले जान्नुपर्ने कुरा अर्को चाहिँ के छ भन्दाखेरिमा यो इक्वेसन सधैँभरि इक्वेसन चाहिँ हाम्रो क्वाड्रेटिक इक्वेसन चाहिँ यो ax स्क्वायर प्लस bx प्लस c इक्वल टु 0 यसकै कन्डिसनमा यस्तै हुन्छ भन्ने पनि छैन है। कहिलेकाहीँ कस्तो आउनसक्छ भन्दाखेरिमा जस्तो 4x स्क्वायर माइनस 4 इज इक्वल टु 0 है। यो पनि मेरो लागि के हो त? क्वाड्रेटिक इक्वेसन हो। किन भन्दा यहाँ एउटा x भन्ने भेरिएबल छ, यसको पावर कस्तो त हामीसँग यहाँनिर 2 छ है। यो पनि के हो त? क्वाड्रेटिक इक्वेसन नै हो। अब क्वाड्रेटिक इक्वेसनमा यो अगाडिको यो पाटो चाहिँ छैन भनेदेखि त्यो हुँदैन नै। यो अगाडिको पाटो चाहिँ हुनैपर्छ अनिवार्य। त्यसैले a डज नट इक्वल टु 0 भनेको a 0 हुनुहुँदैन भनेको है। यो अगाडिको यो हाम्रो यो क्वाड्रेटिक इक्वेसनको फर्ममा यो हाम्रो यो इक्वेसनको फर्म हो। यसमा यो अगाडिको पाटो त हुनैपर्छ, यो चाहिँ हुनैपर्छ हाम्रो इक्वेसनमा जसरी पनि। तर यो बिचको यो पार्ट कहिलेकाहीँ मिसिङ हुनसक्छ, यो नहुँदा पनि हुन्छ है। कहिलेकाहीँ यो c भन्ने पार्ट पनि मिसिङ हुनसक्छ है, त्यो पनि फरक परेन है। यो पनि मिसिङ हुन पायो, यो पनि मिसिङ हुन पायो, अथवा यो र यसको जोडी पनि हुन पायो, अथवा यसको र यसको जोडी हुन पनि पायो, अथवा यो तिनटै भए पनि भयो। तर यो ax स्क्वायरको भन्ने पार्ट छ नि जुन चाहिँ अगाडिको, यो चाहिँ हराउनु हुँदैन, यो चाहिँ आउनै पर्छ है त। जस्तो मैले देखाएको एक्जाम्पलमा के छ भन त यहाँ चाहिँ अगाडिको ax स्क्वायरको पार्ट हो, यो भयो, यो चाहिँ के भयो? x स्क्वायरको पार्ट भयो। अनि अब bx भन्ने यहाँ छैन, यहाँ bx छ त? छैन। यहाँ bx के छ त? मिसिङ छ, यहाँ छैन। bx भनेको चाहिँ अब अर्को x मात्रै भएको
र कुनै नम्बरसँग आएको छ त यहाँ छैन। यहाँ के छ हामीसँग एकैचोटि 4 छ। 4 भनेको के हो त? सी हो, कन्स्ट्यान्ट हो है। कुनै पनि भेरिएबल युज नभएको जस्तो एक्स वाइ जेड एमएनओ जेसुकै होस् कुनै पनि लेटर भेरिएबलहरू युज नभएको चाहिँ के हो त? कन्स्ट्यान्ट हो। भने चाहिँ कस्तो भयो भन्दा एक्स स्क्वायर है अनि यो के हो त प्लस सी इज इक्वल टु 0 जस्तो कन्डिसन भयो यो चाहिँ है। यहाँ चाहिँ हाम्रो के छैन त अब यो बिएक्स भन्ने यो पार्ट छैन। यो बिएक्स भन्ने के छ? पार्ट नै हराएको छ। यस्तो हुन पाउँछ है। यो पनि के हो त? क्वाड्रेटिक इक्वेसन चाहिँ हो। यो पनि मान्नुपर्छ है। अब हामी यो पार्टहरू मिसिङ भएको बेलामा चाहिँ हामी त्यसलाई के भन्ने कसो भन्ने भन्ने विषयमा हामी कुरा गर्छौं। हाम्रो इक्वेसन चाहिँ कस्तो छ भन्दाखेरिमा यो एक्स स्क्वायर प्लस बिएक्स प्लस सी इज इक्वल टु 0 है। यो पुरै कन्डिसन छ भने चाहिँ है यस्तै फर्मुला छ। यो पुरै आएको छ भनेदेखि यो पुरै प्रेजेन्ट, यो पार्ट पनि प्रेजेन्ट छ, यो पार्ट पनि प्रेजेन्ट छ, यो पार्ट पनि प्रेजेन्ट छ भने त्यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरिमा एडिफेक्टेड भन्छौँ है। के भन्छौँ भने हामी त्यसलाई एडिफेक्टेड। यसलाई हामी एडिफेक्टेड भन्छौँ। यसलाई हामी अब आफ्नो यसलाई प्रोनाउन्स हुन्छ। म चाहिँ यसलाई एडिफेक्टेड भन्छु। यदि यो नभएर यो नभएर एक्स स्क्वायर प्लस बिएक्स इज इक्वल टु 0 यहाँ चाहिँ के भयो त? यो सी भन्ने पार्ट चाहिँ यहाँ के छ हामीसँग मिसिङ छ यहाँनिर है। यो इक्वेसनमा सी भन्ने पार्ट छैन यहाँनिर। सी छैन तर के छ त? एक्स स्क्वायर प्लस बिएक्स इज इक्वल टु 0 है। सी मात्रै हरायो भने पनि बाँकी कुरा रहेको छ। यहाँ त यो भेरिएबल एक्स छ, यहाँ पावर 2 छ, यो भेरिएबल एक्स छ, यहाँ पनि पावर छ, यहाँ 1 छ है। यो यति मात्रै पनि तिम्रो प्रेजेन्ट भएको छ भने पनि त्यसलाई हामी के भन्छौँ त? एडिफेक्टेड क्वाड्रेटिक इक्वेसन नै भन्छौँ यसलाई पनि हामी है। यसलाई पनि त्यही भन्छौँ। यो चिन्नु पर्यो हाम्रो यो टर्म्स हो। यो चाहिँ एडिफेक्टेड क्वाड्रेटिक इक्वेसन भनेको चाहिँ यो भयो। जहाँ चाहिँ हाम्रो के हुन्छ त? हाम्रो पुरै यो के त सेकेन्ड हाम्रो डिग्री चाहिँ 2 पनि र डिग्री चाहिँ हाम्रो के पनि हुनु पर्यो 1 पनि प्रेजेन्ट हुनु पर्यो। यो चाहिँ हाम्रो के हुनु पर्दा प्रेजेन्ट हुनु पर्यो है त। जस्तो यहाँ त यहाँ डिग्री 2 छ, यहाँ डिग्री कति छ? यहाँ 1 छ। यहाँ डिग्री 2 छ, यहाँ डिग्री 1 छ। 2 र 1 ने के भयो त? प्रेजेन्ट भयो भने त्यसलाई हामी के भन्छौँ त? एडिफेक्टेड क्वाड्रेटिक इक्वेसन भन्छौँ है। यो कुरा जान्नु पर्यो एउटा कुरा। अनि अर्को कुरा छ अब हामीले जान्नु पर्ने चाहिँ के हो भन्दाखेरिमा यदि के भइदियो त तिमीसँग एक्स स्क्वायर प्लस सी इज इक्वल टु 0 है यस्तो कन्डिसन आइदियो भने यहाँ चाहिँ के भयो त? बिएक्स भन्ने पार्ट नै हरायो छैन भने त्यो बेलामा चाहिँ ओन्ली डिग्री 2 कति अरे? ओन्ली डिग्री 2 मात्र के छ त? प्रेजेन्ट छ भने यस्तो अवस्थाको इक्वेसनलाई चाहिँ तिमी के भन्छौ भन्दाखेरिमा प्योर क्वाड्रेटिक इक्वेसन भन्छौ। के भन्छौ अरे? प्योर क्वाड्रेटिक इक्वेसन भन्छौ यसलाई चाहिँ तिमीले है। ल कहिलेकाहीँ सोधिहाल्छ कहिलेकाहीँ प्योर क्वाड्रेटिक इक्वेसनको फर्म के हो भनेर सोध्यो भने तिमीले के भन्नु पर्यो त? जहाँ चाहिँ मिडल टर्म है यो हाम्रो एक्स स्क्वायर प्लस बिएक्स प्लस सी इज इक्वल टु 0 को यो छ नि मिडल टर्म यो चाहिँ के हुन्छ? गायब हुन्छ। अनि सुरुको पार्ट र अन्तिमको कन्स्ट्यान्ट भन्ने पार्ट चाहिँ के हुन्छ? आएको हुन्छ। जस्तो मैले इक्जाम्पल दिएको थिएँ 4x स्क्वायर माइनस 4 इज इक्वल टु 0 यसको के भयो? यो चाहिँ एउटा इक्जाम्पल भयो कसको त? प्योर क्वाड्रेटिक इक्वेसनको यो चाहिँ भयो है। जस्तो यहाँ माथिको चाहिँ मैले के लेख्न पाएँ इक्जाम्पल भन्दा यिनीहरूको चाहिँ जस्तो एक्स स्क्वायर प्लस 3x प्लस 2 इज इक्वल टु 0 यो पनि हुनसक्छ अथवा एक्स स्क्वायर मैले ऱ्यान्डम माने एउटा प्लस 2x इज इक्वल टु 0 है। यो पनि के हो त? एडिफेक्टेड क्वाड्रेटिक इक्वेसन भयो यिनीहरू चाहिँ है। जहाँ चाहिँ पावर 2 र 1 दुइटै प्रेजेन्ट हुन्छ त्यो एडिफेक्टेड। अब जहाँ चाहिँ के अरे पावर 2 मात्र उहाँले के हुन्छ? प्रेजेन्ट हुन्छ र बाँकी के त कन्स्ट्यान्टसँग त्यो चाहिँ के हो त? प्योर क्वाड्रेटिक इक्वेसन हुन्छ है। यो हामीले बुझ्नुपर्ने कुरा भयो। अनि अब यसरी हामी सल्भ गर्छौँ हामी यो क्वाड्रेटिक इक्वेसनलाई है। यो क्वेसनलाई जुन क्वेसनलाई भए पनि हामी सल्भ गर्छौँ है। त्यो सल्भ गर्दाखेरि जहिले पनि तिमीले ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरिमा यो क्वेसनको क्वाड्रेटिक इक्वेसनमा है त क्वाड्रेटिक इक्वेसनमा तिमीले ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा सोलुसन जहिले पनि कति रहन्छ त? दुईटा हुन्छ है। हाम्रो एन्सर दुईटा पर्छ चाहे त्यो नेगेटिभ पोजिटिभ आओस् चाहे जेसुकै आओस् पोजिटिभ आओस् मतलब होइन तर के आउनु पर्यो? दुईटा हाम्रो सोलुसन चाहिँ हाम्रो के आउनुपर्छ त? जहिले पनि आउनुपर्छ केमा चाहिँ? क्वाड्रेटिक इक्वेसनमा है। र दुईटा सोलुसन आएको छैन भने तिम्रो त मिस्टेक हुन्छ। एउटा कुरा तिमीले यो ख्याल गर्नुपर्छ
हाम्रो सोलुसन जे आउँछ अथवा यसमा हाम्रो यो क्वेसनमा जे आउँछ यो गऱ्यौँ भने जस्तो एक्स स्क्वायर प्लस 3x+2 इजिकल टु 0 छ। यसलाई हामीले सोल्भ गऱ्यौँ भने यहाँदेखि हामीले एक्सको भ्यालु निकाल्छौँ। एक्सको भ्यालु दुईवटा आउला है, आउनुपर्छ। हो यो एक्सको भ्यालु जति आउँछ नि, भ्यालु अफ एक्स हुन्छ नि, यसलाई हामी के भन्छौँ, सोलुसन भन्छौँ नि। हो यो सोलुसनको भ्यालुहरूलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरिमा रुट्स भन्छौँ हामी है। के भन्छौँ अरे, रुट्स भन्छौँ है। बुझ्यो कुरा? यसलाई हामी के भन्छौँ, सामान्यतयाले रुट्स। र क्वाड्रेटिक इक्वेसनमा अब रुट्सको अर्को हाम्रो फर्मुला पनि छ, हामी कसरी निकाल्ने डाइरेक्ट युजिङ फर्मुला भन्ने छ, त्यो हामी पछि कुरा गर्छौँ ल। अनि यो खालको इक्वेसनलाई चाहिँ अब हामी यो क्वाड्रेटिक इक्वेसनलाई चाहिँ अब हामी क्लास 10मा चाहिँ आएर है कसरी सल्भ गर्छौँ भन्दा जम्मा 3 तरिकाले गर्छौँ है। 3 तरिकाले गर्छौँ। अब कुन कुन तरिका छ भन्दाखेरिमा हामीसँग चाहिँ 1 नम्बरमा छ हामीसँग एउटा फ्याक्टोराइजेसन मेथड है। एउटा चाहिँ हामीसँग के भयो त, फ्याक्टोराइजेसन मेथड भयो है। यसलाई चाहिँ हामी यो तरिकाले गर्न सक्छौँ। र हामीसँग अर्को पनि तरिका छ, हामीसँग के हो भन्दा कम्प्लेटिङ है स्क्वायर मेथड है। यो के आउँछ, कम्प्लेटिङ के अरे स्क्वायर मेथड। ल हामीसँग जम्मा 2 तरिका छ, 3 तरिका छ है। एउटा फ्याक्टराइजेसन मेथड भयो, एउटा कम्प्लेटिङ स्क्वायर मेथड, र अर्को हामीसँग छ के हो भन्दा बाई युजिङ फर्मुला है त। बाई युजिङ फर्मुला हामीले यो क्वाड्रेटिक इक्वेसन जुन छ नि हाम्रो, यो ax स्क्वायर प्लस bx प्लस c 0, अथवा मैले मानिलिएको इक्वेसन एक्स स्क्वायर प्लस 3x+2 इजिकल टु 0 छ। यो इक्वेसनलाई चाहिँ हामीले अथवा यो खालको क्वेसनलाई चाहिँ हामीले है यो 3 तरिका मध्ये जुनै पनि तरिकाबाट हामी के गर्न सक्छौँ त, सल्भ गर्न सक्छौँ है। जुनै पनि तरिकाबाट गर्न सक्छौँ। तर अब हामीले एक्जामको पोइन्ट अफ भ्यूबाट हेर्ने हो भने चाहिँ अब हामीलाई यो क्वेसनले फ्याक्टराइजबाट गर योबाट गर भनेको छ भनेदेखि हामीले यहीबाट गर्नु पर्यो है। अब योबाट गरे पनि एन्सर आउँछ त्यही, अब यो लास्टको तरिकाबाट गरे पनि एन्सर आउने त्यही हो। तर हामीलाई क्वेसनले नै डेडिकेट गरेर भनिरहेछ कि यो सुरुको तरिका है फ्याक्टराइजेसनबाट गर भनेको छ भने त्यो बेला हामीले यो तलको तरिकाबाट गरेको छौँ भने एन्सर त मिल्यो, तर हाम्रो उसले भनेको भन्दा फरक भएकोले यसलाई नम्बर नआउन सक्छ, नदिन सक्छ है। त्यस कारणले गर्दा हामी यो 3वटै तरिका हामी सिक्छौँ, यो 3वटै तरिका जान्दछौँ। र अब हामी यसभन्दा पछाडिपट्टि हामीले एउटा पढ्नुपर्छ भर्बल प्रोब्लम है। भर्बल प्रोब्लम भनेको त्यहाँनिर हाम्रो के हुन्छ भन्दाखेरिमा यही क्वाड्रेटिक इक्वेसनको एप्लिकेसनको बारेमा है। यसलाई हामीले ल्याङ्ग्वेजवाला क्वेसनमा कसरी सल्भ गर्छौँ, त्यहाँनिर यो 3 तरिका मध्येबाट जुनै पनि एउटा तरिकाले गरे भइहाल्छ। तर अहिले हामी चाहिँ यो 3 तरिका नै हामी के गर्छौँ, सिक्छौँ है त। र आज हामीले सिक्ने भनेको सबैभन्दा सुरुमा चाहिँ के हो त, फ्याक्टराइजेसन मेथड हो है। सुरुमा हामी यसको बारेमा कुरा गर्छौँ। अब ल फ्याक्टराइजेसन क्वेसनमा अब यहाँ जाउँ। यहाँ आइसकेको छ नि त यत्तरी। ल अब चाहिँ हामी यो क्वेसन गर्छौँ। यहाँ छ एउटा क्वेसन। यो अब आज हामीले चाहिँ सुरुमा चाहिँ अब आज चाहिँ हामीले सुरुमा चाहिँ यो क्वाड्रेटिक इक्वेसनको चाहिँ हामी केबाट गर्छौँ भन्दाखेरिमा यो अघि हामीले सुरुमा भनेको थियौँ नि एउटा केबाट गर्ने भनेर, फ्याक्टोराइजेसन मेथडबाट हामी गर्छौँ अब यो है। सुरुमा चाहिँ अब त्यसको हामी केही तरिकाहरू गर्दै जान्छौँ, सिक्दै जान्छौँ, बिस्तारै बुझ्दै जान्छौँ। अब त्योभन्दा अगाडि चाहिँ यहाँनिर केही क्वेसनहरू छ, जस्तो अब यो क्वेसन नम्बर 1मा चाहिँ के छ भन्दाखेरिमा एन्सर द फलोइङ क्वेसन भनेको छ। यहाँ चाहिँ अब यो डिफाइन क्वाड्रेटिक इक्वेसन विथ एन एक्जाम्पल भनेको छ, यसको बारेमा मैले कुरा गरिसकेँ। अनि डिफाइन प्योर क्वाड्रेटिक इक्वेसन यो पनि भइसक्यो है। अब यसको बारेमा लगभग हामीले कुरा गरिसक्यौँ, यसमा हामी त्यति अलमलिनौँ है। अब यो हुन त एक्जाममा यो 1को चाहिँ आउनसक्छ। अब यो 2को ठ्याक्कै 2को जस्तै क्वेसन त आउँदैन, तर यो चाहिँ अब हामीलाई अलिकति गर्नको लागि चाहिँ अब पछि हामीलाई यो एकदमै अब योभन्दा पछाडिको क्वेसनहरू गर्न एकदमै यसले हामीलाई सहयोग गर्छ। त्यस कारणले गर्दा म एकदमै यो सुरुदेखि नै गर्न गइरहेको। ल अब क्वेसन नम्बर 2ले चाहिँ के भनेको छ भन्दा यहाँनिर युज द 0 फ्याक्टर प्रोपर्टी टु सल्भ द इच क्वेसन अरे है।
अब हामीले के गर्नु पर्यो भन्दाखेरिमा जिरो फ्याक्टर प्रोपर्टी युज गरेर यो क्वेसनलाई सल्भ गर्नु पर्यो है। त्योभन्दा अगाडि चाहिँ जिरो फ्याक्टर प्रोपर्टी भनेको चाहिँ के हो भन्दाखेरिमा जस्तो कुनै पनि फ्याक्टर्सहरू चाहिँ है जस्तो ए इन्टु बी इज इक्वल टु 0 छन् भने यो अवस्थामा चाहिँ हामीले ए इज इक्वल टु पनि 0 भन्न पाइन्छ, यो ए इज इक्वल टु के भन्न पाए त 0 भन्न पाइन्छ। अनि हामीले छ यो बी इज इक्वल टु पनि हामीले के भन्न पाइन्छ 0 भन्न पाइन्छ क्या। यही प्रोपर्टी नै के हो त तिम्रो जिरो फ्याक्टर प्रोपर्टी हो है। भनेको के हो त जस्तो अब एक्स प्लस टू इज इक्वल टु एक्स प्लस टू टाइम्स एक्स माइनस थ्री इज इक्वल टु 0 छ भने यो एक्स प्लस टू भनेको एउटा फ्याक्टर भयो, यो एक्स माइनस थ्री भनेको अर्को फ्याक्टर भयो है। भने यो एक्स प्लस टू इज इक्वल टु 0 भन्न पाइन्छ एउटा, र अर्को यो बाँकी रहेको एक्स माइनस थ्री इज इक्वल टु 0 भन्न पाइन्छ है। यो प्रोपर्टी नै के हो त हाम्रो जिरो फ्याक्टर प्रोपर्टी हो है। हामी यही प्रोपर्टी युज गरेर यही टेक्निक युज गरेर हामी क्वेसन नम्बर 2 के गर्छौँ त सल्भ गर्छौँ आजको दिनमा। त्यसको लागि यसलाई सुरुमा म इरेज गरेँ, यसो त ढिलो हुनेछ इरेज गर्न त। यो त यसको के छ तरिका, अर्को छिटो तरिका। ल अब हामी यो क्वेसन नम्बर 2 गर्छौँ है त। ल अब क्वेसन नम्बर 2 को सुरुमा एमा क्वेसन के छ भन्दाखेरिमा एक्स प्लस 1 टाइम्स एक्स माइनस 1 इज इक्वल टु के छ हामीसँग 0 छ है। अब यसलाई हामीले कसरी गर्न पाइयो भन्दाखेरिमा मैले भने यो सुरुको छ नि फ्याक्टर यो एक्स प्लस 1 यो ब्राकेट भित्रको चाहिँ एउटै बुझ्नुपर्छ है हामीले। यो ब्राकेट भित्रको जम्मै एउटै बुझ्नुपर्छ र ब्राकेट यो अर्को ब्राकेटको पनि एउटै बुझ्नुपर्छ। यो सिंगल हो, यो पनि के हो त सिंगलै बुझ्नुपर्छ हामीले अहिलेको लागि चाहिँ। यहाँ भित्र प्लस माइनस जतिवटा टर्म्सलाई के गरोस् जोडेको होस्। ल अब यो एक्स प्लस 1 इज इक्वल टु हामीले के गर्नु पर्यो त 0 गर्नु पर्यो हामीले है। यसलाई चाहिँ हामीले सिधै अब यो इज इक्वल टु पनि 0 अनि यो पार्ट इज इक्वल टु पनि हामीले 0 भन्न पाउने भएकोले यसलाई सुरुमा हामीले यो पार्टलाई के भन्यौँ त एइदर भन्यौँ। के भन्यौँ भने हामीले एइदर एक्स प्लस 1 इज इक्वल टु के भन्न पाइयो 0। यहाँ त 0 छ, त्यस कारणले यो भनेको पनि 0 सँग के हुन्छ इक्वल हुन्छ भन्न पाइयो है। त्यसो भने त हामीलाई यसलाई के लेख्न पाइन्छ भन्दाखेरिमा यो एक्स को भ्यालु निकाल्नु पर्ने छ है। अनि यो 1 उतापट्टि गयो भने के हुन्छ भन्दाखेरिमा माइनस 1 हुन्छ है। यो त हामीलाई थाहा छ, वारिपट्टि प्लस छ भने पारिपट्टि के हुन्छ माइनस हुन्छ, वारिपट्टि माइनस छ भने पारिपट्टि के हुन्छ त प्लस हुन्छ। यो त हामीले सानोमा पढेको छौँ है। यो भयो एउटा, र अर्को हामीले अर्को बाँकी छ नि त यो पार्ट हामीसँग। यो पार्ट भनेको चाहिँ के छ हामीसँग एक्स माइनस 1 इज इक्वल टु के छ त 0 है। त्यसो भए यसलाई हामीले के भन्न पाइन्छ भन्दाखेरिमा यहाँ देयरफोर लेख्न पाइन्छ है। त्यसो भए यसलाई हामीले के भन्न पाइन्छ भन्दाखेरिमा एक्सको एन्सर निकाल्नु पर्ने। त्यस कारणले गर्दा म यही गरेँ मैले, एक्सको एन्सर निकाल्न पर्यो। त्यसो हुँदाखेरि यो 1 पारिपट्टि जानु पर्यो, तर यहाँ माइनस छ, उतापट्टि गयो के भयो त यो प्लस 1 भयो है त। यहाँ चाहिँ माइनस 1 छ, उतापट्टि गयो के भयो त प्लस 1। त्यस कारणले गर्दा भ्यालु अफ एक्स चाहिँ कति भयो भन्दाखेरिमा एउटा माइनस 1 रहेछ, अर्को चाहिँ के रहेछ त हामीसँग 1 है। यो दुईटा भ्यालु आयो। मैले अघि सुरुमा भनिसकेको छु एक्सको भ्यालु के आउनुपर्छ त दुईटा आउनै पर्छ है त। ल यसै गरेर यो क्वेसन नम्बर बी पनि सेम हो है त। यो बी पनि सेम हो, यसरी नै गर्न सकिन्छ बीलाई पनि। म अब गर्छु कतिको भन्दा यसको यो अलिक छिटो छ। अब म गर्छु क्वेसन नम्बर कति सी गरिदिन्छु है त। ल सीमा चाहिँ क्वेसन के छ भन्दाखेरिमा हेर त। ल सीमा चाहिँ क्वेसन के छ, यहाँ मैले सोलुसन पनि लेख्दै अब चाहिँ एक्स माइनस 3 टाइम्स के छ त 2x प्लस 1 है इक्वल टु 0 छ है त। अब हामीले अघि जस्तो सेम गर्ने, अघि जस्तो के गर्नु पर्छ त एइदर एक्स माइनस 3 इज इक्वल टु के गर्नु पर्यो 0 गर्नु पर्यो है। यो पार्ट इज इक्वल टु एकचोटि के गर्ने 0 गर्ने। अनि त्यसो हुँदा के हुन्छ त एक्स रहन्छ यतापट्टि, उतापट्टि यो 3 गयो भने के हुन्छ यहाँ ओल्लोपट्टि माइनस छ, पल्लोपट्टि जाँदा के भयो 3 भयो है। एउटा हामीसँग यो भयो, अर्को चाहिँ हामीसँग अझै हामीसँग अर्को पाटो छ यो पाटो है। यो पाटो पनि छ बाँकी। त्यस कारणले गर्दा 2x प्लस 1 इज इक्वल टु यो पनि 0 भन्न पर्यो। अनि यहाँबाट चाहिँ के भन्नु पर्यो भन्दाखेरिमा
2x यहाँ निकाल्नु पर्ने x भ्यालु हो तर x फ्री छैन नि त। अब यहाँ चाहिँ के थियो x को अगाडि 1 थियो त्यस कारणले गर्दा x फ्री थियो तर अहिले x सँग 2 छ त्यो कारणले गर्दा यो x फ्री छैन है। त्यस कारणले सुरुमा 2x सँगै राखौं अनि यो 1 उता गयो भने के हुन्छ त यो -1 भयो है। अब निकाल्नु पर्ने मैले x हो तर यहाँ के छ त x सँग 2 छ है। तर 2 र यो 2x भनेको चाहिँ के हो त यो 2 र x को बीचमा के छ त मल्टिप्लाई छ 2 इन्टु x भनेको है। अब के हुन्छ भन्दामा इक्वल भन्दा वारिपट्टि माइनस छ भने पारिपट्टि जाँदा प्लस हुन्छ वारिपट्टि प्लस छ भने पारिपट्टि गयो के हुन्छ माइनस हुन्छ। यो चाहिँ प्लसको माइनस माइनसको प्लस हुन्छ है। अब के हुन्छ भन्दामा यदि वारिपट्टि चाहिँ मल्टिप्लाईको फर्ममा छ भने पारिपट्टि के हुन्छ त डिभाइड भएर जान्छ है त। पारिपट्टि चाहिँ के हुन्छ डिभाइड हुन्छ मुनि डिभाइड हुन जान्छ। जस्तो के गर्ने त अब यहाँ x लाई फ्री राख्ने x निकाल्नु पर्ने है। पारिपट्टि -1 अलरेडी छ। अब यो 2 चाहिँ के त यहाँनेरि मल्टिप्लाई भएकोले गर्दा बीचमा यो पल्लोपट्टि जाँदा के हुन्छ डिभाइड हुन्छ। सो यसलाई डिभाइड के गरौँ 2 गरौँ है त यसलाई। ल त्यसो भए हामीले के भन्नु पायो त x = -1/2 आयो भने हाम्रो भ्यालु अफ x कति आयो त एउटा x को भ्यालु चाहिँ आयो 3 आयो। अर्को भ्यालु यहाँ आयो कति आयो त अर्को भ्यालु चाहिँ -1/2 आयो। यसरी गर्नुपर्छ यसलाई पनि है त। ल यसै गरी अब यो d को पनि गर्न सकिन्छ है। d को पनि क्वेशन सेम छ र म एउटा के गर्दिन्छु भन्दा है f को गर्दिन्छु है त। ल अब बाँकी चाहिँ आफै पनि गर्नु पर्यो है। ल म f को गर्दिन्छु। अहिले चाहिँ सुरुमा मेटौं यसलाई राम्रोसँग क्लियर गरौँ। यो सरसफाइ कार्यक्रमलाई अगाडि बढाउँ। ल अब यसै गरी म क्वेशन नम्बर कति गर्दिन्छु त f। ल f मा चाहिँ के छ भन्दामा क्वेशन छ हेर मैले सोल्युसन भनेर लेखेँ। अब त्यो भन्दा मुनि 3x टाइम्स 4 माइनस के छ त 3x = 0 है त। अब यसमा के गर्नु पर्यो भन्दामा यो अगाडिको पार्ट इक्वल टु 0 भन्नु पर्यो अनि यो पछाडिको पार्ट इक्वल टु के भन्नु पर्यो 0 भन्नु पर्यो है त। त्यसको लागि सुरुमा के लेख्ने एउटा ल्याङ्ग्वेज एइदर है। एइदर अगाडिको पार्ट कस्तो छ हामीसँग अगाडिको पार्ट यो 3x छ भने यो 3x = 0 भन्नु पर्यो है। अब यहाँ चाहिँ के हुन्छ भन्दामा खास चाहिँ यसलाई हामी x = 0 लेख्नु पर्छ है। सिधै लेख्न पाइयो लेख्ने हो भने। तर अब एकदमै बेसिक छौ भने कोही तिमीले के गर्नुपर्छ भन्दामा यो x लाई फ्री बनाउनु पर्यो। पल्लोपट्टि हामीसँग 0 छ अघि मैले भनिसकेको थिएँ यहाँ बिचमा मल्टिप्लाई छ अनि मल्टिप्लाईको चाहिँ पल्लोपट्टि गयो भने के हुन्छ डिभाइड हुन्छ है। तर यहाँ के छ हामीलाई 3 छ यो 3 खेद्नु पर्ने छ त्यसकारणले गर्दा यो मुनि के भयो 3 भयो है। अब यसलाई चाहिँ के लेख्न पाइन्छ भन्दामा हामीले x = चाहिँ 0/3 भनेको कति हुन्छ त 0 हुन्छ है। र अर्को छ बाँकी हामीसँग अर्को टर्म अर यो भन्ने पार्ट पनि छ हामीसँग 4 - 3x = 0 है त। यो पनि बाँकी छ। यसलाई चाहिँ हामी कसरी गर्छौं भन्दा 4 अब यसलाई हामीले जसरी गरे नि हुन्छ। अब मैले एकदम सिम्पलै गरे मैले यो 4 लाई यता राखे अनि यो = यो 3x लाई मैले उता लगे है। किन भन्दामा हामीले निकाल्नु पर्ने भ्यालु चाहिँ x को हो। सो x लाई चाहिँ भरसक सकेसम्म के गर्ने पोजिटिभ बनाउने है। तिमीले यो गरे भयो अथवा तिमीले यसलाई के लेख्न पाउँछौ भन्दा यो 3x लाई -3x लाई त्यतै लेखेर यो 4 लाई उता खेद्यो भने के हुन्छ त -4 हुन्छ अनि यो माइनस र माइनस के हुन्छ क्यान्सल आउट हुन्छ अनि 3x = के रह्यो त 4 आयो अनि x = 4 3 डिभाइड भयो भने कति भयो त 4/3 भयो। पुरै उस्तै हो है। अब यहाँ पनि हामीले के गर्नु पाइयो भन्दा कुरा एउटै हो। यो 4 छ पल्लोपट्टि x लाई फ्री बनाउने हो भने यो 3 के हुन्छ त डिभाइड हुन आउँछ वल्लोपट्टि अनि यहाँ बाँकी के रह्यो त x कुरा के हो त एउटै हो है त। ल भ्यालु कति आयो त एउटा 0 आयो एउटा कति आयो त 4/3 आयो। ल यसरी हामीले यो क्वेशन नम्बर 2 लाई चाहिँ गर्यौं र मैले यो चाहिँ कसको गरेको भन्दामा वेदान्त एक्सेल वेदान्त म्याथमेटिक्सबाट गरेको है। ल आजलाई हामी यति गर्छौं भोलि हामी अरु क्वेशनहरु गर्छौं है।